हजुर नमस्कार सुस्वागतम गर्न चाहन्छु। आज चाहिँ मसँग रहेको छ यो कार्की आयोग है, यो जेनजीको एकदमै यो चाहिँ जुन छ नि भाद्र 23-24 गतेको 22-23-24 गतेको यो घटनाको विषयमा कुरा गर्न गइरहेको छु। नेपाल सरकारले अहिले जुन सरकार भनिन्छ, कार्की आयोग भनिन्छ, त्यसको चाहिँ यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ अहिलेको अन्तरिम सरकारले चाहिँ 907 पेजको चाहिँ जस रिपोर्ट निकालेको छ, अपडेट गरेको छ र यहाँ तपाईँलाई म स्क्रिनमा देखाउन चाहन्छु। देखिरहनु भएको छ तपाईँले स्क्रिनमा। यहाँ चाहिँ विभिन्न कुराहरू रहेको छ है, विशेष सूची रहेको छ। 907 पेज भनेको यहाँ होइन है, यसमा चाहिँ विभिन्न कुरा रहेको छ। देख्न सक्नुहुन्छ आयोग गठन पृष्ठभूमिहरू अनि जेनजेड आन्दोलन विकास क्रमको है, यो कुराहरू सबै कुराहरू चाहिँ म चाहिँ अब त्यति चाहिँ अहिलेसम्म त पढेको त छैन है, तर जस यसो सर हेरिरहेको छ के कस्तो रहेको छ भनेर तपाईँलाई देखाउन चाहन्छु। यहाँ चाहिँ मैले पनि हेर्दै तपाईँहरूलाई पनि देखाउँदै गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ प्रदर्शनको क्रममा धेरै क्षति भएको प्रमुख जिल्लाहरू अधिकारीहरूबाट प्राप्त घटनाको लिखित विवरणहरू रहेको छ। कोशी प्रदेशदेखि लिएर होइन, कोशी प्रदेशका मोरङ, मकवानपुर, सुनसरी, झापा, मधेस प्रदेश जस्तै पर्सा, धनुषा, रौतहट रहेको छ। बागमती प्रदेशको काभ्रे प्लान्चोक है, अनि चितवन, अनि गण्डकी प्रदेशको तनहुँ, कास्की पर्वत, साथसाथै लुम्बिनीको रूपन्देही, बाँके, अनि त्यसपछि अनि फेरि यहाँ पनि भनेको छ बर्दिया सुस्ता पूर्व पनि लुम्बिनी प्रदेशमा परेको छ। यो चाहिँ अलिकति चाहिँ त्रुटि भएको रहेछ, पश्चिम लेख्न पर्ने हो पूर्व जस्तो लागेको छ है। लुम्बिनी प्रदेशमा चाहिँ पश्चिम पर्छ, जिल्ला प्रशासन कार्यालय बर्दियाघाट सुस्ता पश्चिम चाहिँ पर्छ है। यो चाहिँ अब के त्रुटि कस्तो त्रुटि भएको छ यो कुरा चाहिँ तपाईँहरूले पढेर अथवा तपाईँहरूले जान्नुहुन्छ अथवा सम्बन्धित मान्छेले नै जानुन् है। यहाँ कर्णाली प्रदेशको रहेको छ सुर्खेत, सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, अनि स्थलगत अनुगमन क्रममा संलग्नित विवरणहरू कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, साथसाथै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम है। अनि यहाँ अनि त्यसपछि यहाँ आयोगबाट भएका प्रशंसा तथा विभिन्न निकायहरूबाट प्राप्त जवाब विवरण, सरकारी निकाय परिषद तथा समितिको निर्णयहरू रहेको छ। मन्त्री परिषदको निर्णयहरू है, राष्ट्रिय सुरक्षा परिषदको निर्णय, विभिन्न कुराहरू रहेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ अब आयोगबाट गरेको भौतिक प्रमाण संलग्न सम्बन्धित सीसीटीभी, अडियो, भिडियो र सञ्चार माध्यमको सामाजिक सञ्जाल प्रकाशित सामग्री विवरण, टेलिफोन सेवा प्रदायक प्राप्त CDR BTS डाटा भनेको छ। आयोग प्राप्त उजुरी तथा गुनासोहरू रहेको छ। विभिन्न कुराहरू रहेको छ। यहाँ 907 पेजको रहेको छ। यो चाहिँ तपाईँहरूले पनि पढ्न र हेर्न सक्नुहुनेछ। यसको लागि चाहिँ मैले चाहिँ तल डिस्क्रिप्सन बक्समा लिङ्क राखिदिनेछु। यदि तपाईँहरूले चाहिँ पाउनु भएको छैन भने चाहिँ सहजीकरण गर्नको लागि चाहिँ मैले चाहिँ यो चाहिँ एउटा सानो एउटा चाहिँ जस्ट इन्फर्मेटिभ भिडियो, खासै यसको बारेमा धेरै कुरा त मैले चाहिँ अब विशेष रूपमा त पढेको छैन, अध्ययन गरेको छैन, त्यही पनि यहाँ तपाईँलाई देखाइरहेको छु। चाहिँ यो चाहिँ रहेको छ, हिजो नै जस आएको छ। सो आजको यो भिडियोमा यति मात्र। साथीहरू यो भिडियो हजुरलाई कसलाई यदि राम्रो लागेको छ भने कृपया यो भिडियोलाई लाइक र सेयर गरिदिनु होला, र यस्तै भिडियो अरू पनि हेर्न मन छ भने हाम्रो यस युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। र तपाईँहरूलाई चाहिँ केही कमी कमजोरी छ अथवा तपाईँले केही कुराहरू चाहिँ जान्नु भएको छ यस सम्बन्धी भए चाहिँ केही कुराहरू पनि थप विवरणहरू चाहिँ हाम्रो चाहिँ कमेन्ट सेक्सनमा चाहिँ तपाईँ आज कमेन्ट गर्न सक्नुहुनेछ। र अरू पनि यस्तै भिडियोको साथमा भेट्न आउने बाद यस भिडियोबाट म सन्दीप लगायत मेरो समस्त टिम बिदा लिन चाहन्छु। हस्, नमस्ते, बाबा।